हेलो साथीहरू, आज चाहिँ मैले सुकुटीको अचार बनाउने प्रयास गरेको छु। मैले चाहिँ जिरा थोरै, धनियाँ थोरै, सेतो तिल पनि थोरै लगाएँ र यसलाई मैले केही बेरसम्म एकछिन भुटेँ। अनि रातो भएपछि यसलाई मैले निकालेर राखेँ। अनि थोरै तेलमा चाहिँ सुकेको खोर्सानीलाई भुटेँ। यसरी भुट्दा चाहिँ हामीलाई अलिक बिसाउँदैन नि त, त्यही भएर मैले थोरै भुटेँ। र म अदुवा लसुनलाई पनि मैले रातो हुँदैसम्म खराएँ। सिलौटामा मैले चाहिँ अघि रेडी भएको जिरा धनियाँलाई चाहिँ मजाले पिसिलिएँ। मिक्सरमा पिस्नुभन्दा चाहिँ मलाई चाहिँ सिलौटामै पिसेको मनपर्छ। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? मैले सुकुटीलाई पनि रातो हुन्जेलसम्म खराएँ। त्यस पछाडि यस्तो कस्तो बोसो भयो, धेरै भएर होला, सबै गुजुरु निस्क्यो। त्यस पछाडि मैले मिक्स मसलाहरू पनि लगाइदिएँ। मिक्स मसलाहरू अगाडि रेडी बनाएको नुन पनि थोरै लगाइदिएँ। नुन कडा कसैलाई मनपर्छ, कसैलाई मन पर्दैन नि त, त्यही भएर मैले मलिम लगाएँ र मजाले मिक्स गरिदिएँ। अचार चाहिँ अब रेडी भइसकेको छ मेरो साथीहरू। हजुरहरूलाई मेरो अचार मन पर्यो कि परेन होला? फर्स्टचोटि बनाएको हो कि मैले, त्यही भएर अलिक मलाई पारा चाहिँ आएन, र पनि जस्तो आयो मैले त्यस्तै बनाइदिएँ साथी। अचार चाख्नको लागि, नुन चाख्नको लागि चाहिँ मेरो नन्दलाई भनेको मान्दै थिएन, भिडियो नबनाइदिनु मेरो, मलाई लाज लाग्छ भन्दै थिएँ। र पनि मैले जबरजस्ती भिडियो लिइदिएँ। मेरो अचार चाहिँ यस्तो भएको छ। आज फर्स्टचोटि भएर होला अलिक राम्रो देखिएको छ।